आदरणीय दर्शकवृन्द नमस्कार। यो हो कार्यक्रम चिप्लेटी अनि म हुँ कार्यक्रम प्रस्तुता उही क्या चिप्लाउने अंकल। यो कार्यक्रममा आएपछि नचिप्लिने भन्ने मान्छे नै हुँदैन। नेतादेखि अभिनेता मैले सबैलाई चिप्लाइसके। नचिप्लेको भनेको उही क्या राजेन्द्र खड्गी। आदरणीय दर्शकवृन्द अब कार्यक्रमलाई अगाडि बढाउँ। आजका पाहुना हुनुहुन्छ मैले पनि चिप्लाउन बिर्सेका र नेपाली राजनीतिमा आफै चिप्लिएका पूर्व प्रधानमन्त्री तथा नेकपा नेपाल एकीकृत समाजवादका अध्यक्ष माधव कुमार नेपाल। बसेरै स्वागत गरौँ है त उहाँलाई। नेपालजी जी पनि किन भन्ने नेपालजी तपाई यो हालतमा आज जंगलमा किन बताइदिनुस् जनताहरूलाई। कपाल भाती गर्ने अनुलोम विलोम गर्ने अब जंगलमा बस्ने हो पतंजलि को योग गर्ने हो स्वस्थ हुने हो। प्रकाश जी तपाईमाथि लागेको जुन भ्रष्टाचारको आरोप छ नि यस बारेमा तपाईको भनाइ के छ? तपाईले यस्तै हो भने अब राजनीतिमा पानी पनि भन्न पाउनुहुन्न। हेर्नुहोस् प्रकाश जी वर्तमान परिप्रेक्ष्यमा कुरा गर्ने हो भने चिया बगान को भैंसे नदेख्ने अनि पतंजलि को जुम्रा देख्ने यो भएन। अनि जुन किसिमले छ नि नेपाल छि तपाईको 18 करोड खै जुन 18 करोड को प्रश्न आयो यो प्रश्नले मलाई गर्मी बनायो। जुन किसिमले 72 करोड को कुरा छ 70 करोड को कुरा छ त्यो कता गयो? नेपाल छि अपमान भयो भन्नुहुन्थ्यो के साच्चै अपमान भएको हो त? अपमान भयो मान भएन। कहिले सदनमा कहिले सडकमा हमला भयो। हुँदा हुँदै अख्तियारबाट पनि हमला भयो। नेपाल छि जुन किसिमले तपाईले भन्नुभएको छ नि हमला भयो वास्तवमा हमला गर्ने व्यक्ति चाहिँ को? आज यो कुरा घाम जस्तै छर्लङ्ग पार्दिनुस् जनतालाई। ओखान टुक्का भन्ने आफू बाहेक अरूलाई मान्छे नगन्ने आफ्नो बाहेक अरूको पार्टीको नाम समेत सुन्न नचाहने खड्ग प्रसाद ओली उर्फ केपी ओलीबाट हमला भयो। नेपालजी अब अन्तिममा भनिदिनुहोस् अबको राजनीति तपाईको कतातर्फ? अब दुर्गा प्रसादलाई भेट्ने हो राजालाई भेटी चढाउने हो। आज हामी स्टुडियो भन्दा बाहिर छौं त्यसैले हामीले कुनै डिस्प्ले गर्न चाहिँ सकेनौं। तर म यतिकै प्रश्न गर्छु है त नेपालजी तपाईले भनिदिनु पर्यो कि रामदेव कि घामदेव? यस विषयमा म बोल्दैन। म बोल्दैन 1 बोल्दैन 2 बोल्दैन 3 बोल्दैन बरु यहाँबाट भाग्छु बिना ढेवाके। हेर्नुस् त आदरणीय दर्शकवृन्द नेताको ताल यस्तो छ। यस्तै पारा हो भने अब नेपालका नेताहरू सिद्धिन बेर लाग्दैन। भ्रष्टाचार गर्ने अनि भ्रष्टाचारको विषय उठायो भने उठेर भाग्ने विनाशकाले विपरीत बुद्धि भनेको यही हो है त दर्शकवृन्द। आजलाई कार्यक्रम यति नै। नमस्कार।